खुसी छैन है किन भने त्यसो गर न भाइ के डराको भने त्यो ए भाइ कोले भने मैले भने त ए गर्नु साच्चै डराउँछ जाऊ कागज पछाडि लुन त कोले भने बहिनी त अचम्म गरिन्छ यार डन्डे हम्बाल त डर लाग्यो मलाई त यत्रो मान्छे चाहिँ के डराछ त कस्तो सियाल दिन्छ कागा लुग्नु कागा आउला है कागालाई सियाल जस्तै यो रोल एक्सन के बोल्यो राति हुँदो हो त नि अनि अब है कान्छी कचौरा लिएर आइ कान्छीलाई तान्देऊ कचौरा लिएर सुन्नुभयो कचौरा लिएर कान्छीलाई तान्ने रे कचौरा लिएर कसले सुने अब सुनिरहेको छौँ हामीले कचौरा लिएर कान्छीलाई तान्ने क्वेसन सोध्ने र होइन एन्सर दिनुको अनुहारै देखिँदैन है उस्तो उता हेर बाबु तिम्रो र मेरो अनुहार एकचोटि ऐना हेर मेरो मतलब क्यामेरातिर फर्क्यौ सेम छ क्या ए राजु तपाईँ गोजिया छाम्न त यो डल्लो त्यहीँ झरे जस्तो लाग्यो कहाँ झारे नि भन्नु आज राजु कहाँ झारे नि भन्नु थाल्नु त आज यो त यहीँ छ त फेरि ए चार्ज गर्ने ठाउँ रहेछ म त यसको झरो भनेको यो ऊ त गइरहेको छ ल एक कान्छी आए आए कान्छी यहाँ हो यो कान्छी एक्सन कसले खोकेर मरौँ त यही खोक्न आएको थियौ भाइ उहाँदेखि बाइक चढ उल्टो सुल्टो छोडेर ल कस्तो बेला गल्ती नगरे मान्छेले आज एक्सन अलि ब्याक आउनु के भन्छ भने त त लास्ट कस्तो रे कान्छी गई मलाई मन पर्छ चन्द्र गयो कान्छी आइ गयो कान्छी यहाँबाट उता तिमीले सक्नु यहाँबाट यता यहाँ क्यामेरा यसरी जाने तिमी छडा हो त तिमी छडा भन्छम लेखिदिनु पर्छ ल अलि चिट गर्यो भने मिल्छ दादा हजुर अलि बसिछ तिमी यहाँ बस मेरो फेसमा बस तिमी अलिकति बसेको घुम्नलाई यता हजुर यता आउनु भन्नु ठीक छ यहाँ लाइट गर लाइट मेला ल त्यो ल्याइरहेको हुन्छ क्या साहित्य जगतका मान्छेहरूले चाहिँ अनेक बोल्दा हुन्छ नि त्यो बोल्दाखेरि नि कस्तो कस्तो शब्द एउटा साहित्यिक मान्छेले एउटा माओवादीहरूले बढी बोल्छ यस्ता शब्दहरू घाँस आउँदै हो समाजलाई दिग्भ्रमित पार्ने र सशङ्कित एक शब्दहरू बोल्छ नि एउटा माओवादीहरूले बढी बोल्छ यस्तो शब्द एउटा पनि साहित्यकारले बढी बोल्छ हामीसँग शब्दको खेलाउने नै बोल्छ सुन्नु न भाषा सुन्दाखेरि के बोल्छ नि बुझ्दैन सक्यो नि कि शिव जोर तिमी हातमा लिएर लुकेर लाइटमा जसरी लुक्छौ तिमी के ल्या भाइ त्यसले आउने शिवको फिल्ममा जाऊ त लाइट गरेर पानी एसएमएस पर्खेर बसेको यो कन्टिन्यू भोलि नै यही सिन बनाउनु त ल्याङ भइहाल्छ नि त्यही त फेरि त्यो कन्टिन्यू छ अहिले भित्र पनि अहिलेको त अहिले खिच्छौँ आज भाइ यति त यतिको भित्रको के अरे दिदीलाई पिरमाथिको अर्को अब कान्छीको भोलि नक्कली बल्ल थाहा हुन्छ फर्स्ट टाइम भयो लाग्यो गरियो थाहा पाइसकेँ मैले थाहा पाइसकेँ तपाईँलाई भनेको थिएन शङ्का भइरहेको थियो होइन भित्रभित्र आगो सल्किसकेको थियो तपाईँलाई खुलेर भन्ने अहिले ओके नाइस ठिक छ नाइस भने राम्रो ल दुईटा क्यामेरा बस अब बसिसक्यो एउटा कान्छोमा एउटा आमा र अन्जुमा देखिनुहुन्छ एङ्गल कान्छोको पछि लिनु तपाईँहरूको बस्नु त दुईटा क्यामेरा बस्यो पहिला यता आऊ अन्जुको आऊ त मुकेशलाई रिसाउँदै पैसा अलिकति पैसा चाहिने चाहिँ केटा हो त्यो चुरोटको बट्टा दुईटालाई कति पर्छ अहिले चाहियो पैसा सिधै कति पर्छ चुरोटलाई 120 पाइलटदेखि 150 500 रुपियाँ जति ल्याऊ 500 जति देऊ न होइन त्यति होइन 500 नोट नदेऊ दुई तीनटा मारा जस्तो के रुखाइ छ के ए त्यो भुइजिल हो के भुइजिल ए
तपाईँ डराउनु नि के अरे त्यो चितुवा ल्याउ लाटो कसरी भइदिँदैन समातौ ओके रेडी सन्तोष ठिकै छ ढोकामै तपाईँहरू क्वेसन सोध्ने र होइन एन्सर दिनुको अनुहारै देखिँदैन है उस्तै उता हेर बाबु तिम्रो र मेरो अनुहार एकचोटि ऐना हेर मेरो मतलब क्यामेरातिर फर्क्यौ सेम छ क्या राजु तपाईँ गोजिया छाम्नु त यो डल्लो त्यहीँ झरे जस्तो लाग्यो कहाँ झारे नि भन्नु आज राजु कहाँ झारे नि भन्नु खानु त डल्लो हुन्छ सर है हुन्छ यतिखेर खसे हुनुपर्छ हुन्छ आज यो त यहीँ छ त फेरि चार्ज गर्ने ठाउँ रहेछ म त यसको झरो भनेको कि यो एक्सनमा इन्ट्रेस्ट टाइट है बाबु भनौँ एक्सनमा टाइट गर्नु अरू के अरे भन्छ कान्छीको कुरा गरिरहेको छु मैले बाघ आउँछ त बाघ आउँछ भोरल आउँछ यहाँ भोरल पनि आउँछ बाघ आउँछ होइन चरा कराएको भुतै त साउन्ड गर है अन गरौ भन्नु साउन्ड अन गर भाइ बाबु साउन्ड अन हुन्छ साउन्ड त सकिला जस्तो छ बिलिक बिलिक गर्दै छ जहाँ देवता हुन्छ त्यहाँ थाहै रहन्छ नाना ओइ भगवान शिवको सेनाको खुसी छैन है किन भने त्यसो गर न भाइ के डराको भने त्यो ए भाइ कोले भने मैले भने त ए गर्नु साच्चै डराउँछ जाऊ कागज पछाडि उन्ट कोले भने यो पनि त अचम्म गरिन्छ यार झन् हम्बाल त डर लाग्यो मलाई त डर लाग्यो के भनेको म त बाघले नै रम्दै यत्रो मान्छे चाहिँ के डराएको के त कस्तो सियाल दिन्छ काका लुग्नु काका आउला है काका लुग्नु काकालाई सियाल जति यो बरु रोलिङ एक्सन के बोल्यो राति हुँदो हो त नि अनि टर्च अलिकति क्यामेरामा बाल्नु पर्छ नि बाल्नु भने फेरि घुम्रे टर्च अलिकति क्यामेरातिर किन डर भने हामी इको डर लाग्छ नि ल कम्प्युटर बस ल तिम्रो त्यहाँबाट आउको डाइरेक्ट आए सबैलाई ल कस्तो अचम्म गरिदियो यार यसले भाइ रसदालु त फर्का आया भन्दियो टाइटमा मुना निस्केको मजा आएको छैन अनि आमालाई के भयो भन्ने टाइपको रियाक्सनहरू अझै मजा आएको छैन है रोलिङ आयो दिदीको डायलग लाउ अब है कान्छी कचौरा लिएर आइ कान्छीलाई तान्देऊ कचौरा लिएर सुन्नुभयो कसौरा लिएर कान्छीलाई तान्दियो रे कचौरा लिएर कसले सुन्यो सुनिरहेको छौँ हामीले कचौरा लिएर कान्छीलाई तान्दियो यस्तो शब्द भने कि दुवैजनाले कचौरा लिएर कान्छीलाई तान्दियो अलि सानो हुन्छ होला कि भुटान माग्न आउनु त यस्तो लिएर सानो छ उताबाट आएको तान्देऊ त कलर चेन्ज हुँदैन नि कन्फर्म ल रेडी मैले अस्ति लगलो पढिरहेको छु कि हजुर गुड मेरो भाइ लभ यु अलिकति यता राइट टाइम गर माल सामान पर्फेक्ट छ कि हान्यो यो देखिनु भयो अस्ति नुन र तेल पनि लाल रङ कस्तो राम्रो सानो टेबलमा हेर न लेखेर कस्तो फिनिसिङ दियो पहिला हेरेनहरु मैले आज यो देखि यस्तो राम्रो यो किन हो र देउली यही हो सानो यही हो प्रात गाखिरा के यो अर्को एपिसोड
ए अघि के रे मलाई चाहिँ पुरा उसको बुवाको कारणले गर्दा माको जस्तो लागिरहेछ अब पहिला आमा चाहिँ ले रोकी अब फेरि अहिले भाउ चाहिँ रोक्न थाले यसरी छोरीको घरै नगराउने हो भने खुरुक्क यहाँदेखि उहाँ गएर किन कन्यादान गरे मेरो प्याकिङ त बाबु छुट्यो नि त मेरो के रे ल्याउ त भइसक्यो क्यामेरा सेट अब जिम्बलमा मात्र हालिदियो आउनु मेरो गर्नु न क्यामेरा ल्याउ मैले गरिन यो गरेँ नि घाँस गरे भएर एकचोटि गरे नि घाँस मैले त्यतिखेर यहाँ आएको अनि यो त अब यहाँ हाम्रो मलाई एक अगाडि सुके तर चाहियो भन्नुभयो त्यहाँ त्यहाँ उता गएर लिएर आउँदा होइन मैले भन्नु खोजेँ अब यहाँभन्दा अरू के उता गरेर गर्न नमिल्ने घरै देख्नु पर्ने भएर म यहाँ ठिक छ ठिक छ ल ल्याउ टेस्ट लेफ्ट साइड नबोलाउ एक्सन भन्नु रोलिङ एक्सन अनि म अलि हल्का आउँछु सर तपाईसँग मोबाइल छ हो सही हो यार मेरो मोबाइल हिजो मैले कसलाई दिएको थिएँ सरोजलाई हो र सही हो टिसर्ट हो भित्र हो त्यहाँबाट आउने हो त रमिसकेर आएको बेला खाउने म त भित्र छु होइन म भित्र छु होइन राजु भाइ म भित्रको साइडमा छ त बाहिरै छ म बाहिरै हो ल ल्याउ रेडी तर त्यो होइन नि दाइ कन्फर्म हो यसको अगाडि पछाडि कन्टिन्युटी केही छैन है छैन पछि म चाहिँ आउने हो बाहिर निस्किँदाखेरि चाहिँ कन्टिन्यू भित्र काम अलिकति काम गरेर आउँछु फुल गरेर है सामान्य आज म तपाईँलाई घाँस अस्ति हालेको छ होइन अलिअलि त दिउँ न त्यो त्यहाँ छ होइन घाँस थोरै लिएर आइदिनु ए राजु सर राजु त्यहाँको अलिकति घाँस लिएर काकाले काटेको घाँस थियो नि मेरो घरमा हजुर त्यो घाँस थोरै ल्याइदियो नि घाँस यताउता गरेर ठिक भयो भित्र लयो बाहिरबाट हानेर यो सूर्योदय हो यो दिनको लागि साइडमा निस्क्या तिम्रो छ त तिमी होइन यो हान्नुपर्छ तिम्रो फोटो भन्नु भन ए त्यो खेल्छौ गयो खेल त्यो पनि पायो यहाँ हुन्छ घाम आउने बेला चिसो आउँछ नि जहिले याद गराएको थिएँ मैले त्यो अञ्चलका घाम डुबिसकेपछि पनि ऊ त गइरहेको छ ल एक कान्छी आए घर आए कान्छे यहाँ हो यो यही हो कान्छे एक्सन कसले खोकेर मरौँ त यही खोक्न आएको थियौँ भाइ उहाँदेखि बाइक चढी उल्टो सुल्टो छोडेर ल ल्यो बोट कस्तो बेला गल्ती गरे मान्छेले आज एक्सन जानु नि गइराख खिचिराख ओके एउटा गइराख अलिकति देऊ त अनि अलि ब्याक आउनु एक्सन ओके के हान गरेर भएको भाइ कहिले नराम्रो कुरा के भन्छ भाइ त त लाठी खिचेको कस्तो रे कान्छी गई मलाई मन पर्छ चन्द्र गयो कान्छी आइ गयो कान्छी कान्छी आउने बित्तिकै गयो कि म त हाँस उठेर कान्छी आउने बित्तिकै गयो कि दाइ कान्छी आइ गई मात्र गरे कस्तो रियाक्सन दिने होला कि पोजिटिभ त्यही हितकोलाई एउटा काम गरेर भने सबै त्यो पहिला गाली जान्छ सब पोजिटिभ त्यस्तो हो पनि हो परिवारको लागि मैले यस्तो हुन लागेको थियो यति नगरे भयो भनेर है
गेटहरू चलाएर खिच्यो भिडियो प्रकाश बर्बाद हो त्यहाँ थिच्नु त यहाँ हल्यो उता त्यो बाल्नु त सुन यहीँ हल्ले हो होइन हलेको हल्यो छैन त्यहाँ नभन्नु भान्जी त्यहाँ नभन्नु क्यामेरा पछाडि जानु मजा आएन 2 करोड भिगो तँलाई मेरो पेवा सम्पत्ति त्यति मात्रै भने मलाई च्यापो समात्नु हो त्यो त अहिले के भन्यो राजालाई 2 करोडको भिगो भनेर भने जस्तो भयो कि भन्दाखेरिमा जुम देऊ त फ्युटीमा अप्ठ्यारो भन्न अप्ठ्यारो भएको है लो ब्याट हुन्छ है अब ल कार्ड नम्बर कति छ 34 खोल्ने अनि उताबाट त्यहाँबाट अन्जुमा गइदियो उजल एउटा कोदालो र एउटा भाटा चाहिँ यहाँ ठिका राखेर कोदालो भाटा कन्टिन्यू जान्छ त कोदालो भाटा के भाटा भने कुट्न जाने रोल गीताञ्जली मिस नलानु भइसक्यो गीताञ्जली मिस गीताञ्जली मिस कम गर यसलाई धुवा कम गर यो बढी भयो सर शिव यो धुवा बढी भयो हटाइदेऊ धेरै भयो धुवाले सबै छेक्छ मेरो अनुसारै छेकिन्छ यो घरको सबै चिजहरू मर्छ मेरो भन्नु न अहिले यो अडियोमा त परेन 6 भन्नु न डे 6 अडियोमा पेट परेन तिम्रो यही उभियो तिम्रो सारो हो यो चाहिन्छ आलु ज्यादा मलाई के भने जग्गा हरे गरेर अहिले सम्म के भइरहेछ धुवा हाल्नु पर्यो हालिहाल्नु तुरुन्त नै हेलो मलाई फिल्मको लागि घुमेर थियो जङ्गल रहेछ त पुरै जङ्गलमा अब त के जन्म त गयो ल ओए त्यो त जान्ला सुपर लाग्छ केही हुन्न देखेर पाउँछ तपाईँ यता जाने होला नि त अनि यता आइजो भने हैन यता आइज भन्नु यता आइजो भने यता आइज भने क्यामेरा यता आएको थियो भनेर के तपाईँ यता आइदिनु भन्छ हैन क्यामेरा यता आएको बिचारा इनोसेन्ट पारा दियो तर दिदी लभ यु यार कस्तो माया लाग्यो लगेर आइन यार उताबाट यता आउनु भनेको थिएँ के मैले ल फेस यता भने नि हो त्यहाँबाट रिज्युम दिनु भने रोल आरती मोड है तिम्रो रोलिङ एक्सन उताबाट है भान्जौ जानु बाबु त अहिले त तपाईँको आँसु मात्रै चाहियो आवाज चाहियो अडियो चाहियो साइड चाहिने भयो त यस्तो होइन सर जाने हो नि त डाइलेक्ट छैन एकदम नहान ल मात्रै भयो हातले डाइलेक्ट गर्यो
हावा कम कर दो हावा छोड़ दो हावा चलना छोड़ो देब्रे साइड खेल दो देब्रे आओ देब्रे झर्दा छ यताबाट चन्द्र आयो भनिदिन्छु आँखा आँसु पुस्नु ल नर्मल राख्दियो देऊ यहाँ बस्नु ल बारी देखेर खिचिहाल्यो होइन रहेछ नि त बारी देखेर त खिचिहाले सिन त अनि स्क्रिप अघि दिएन यहाँ मात्रै भएर हुन्छ त्यहाँ र म बारी देखेर ल उता आउनु भनिहालेँ यहाँ त कहाँ सिचुएसन अर्कै त अनि बारी देखेर लिएको बसेपछि अनि तपाईँले आँसु पुछेको रिज्युम दिएर समाउँछु तपाईँले मेरो ल आउने हो रेडी छ रेडी रेडी सम्पत्ति छोराको हक लाग्छ के पिर लिएको सन्देश भाइ बाउको नाममा भएको सम्पत्ति सिधै छोराको हक लाग्छ नि अब बाउले मानेनन् भने मुद्दा प्रक्रिया ठ्याक्कै जाँदै थियो दाइ आइपुग्यो ल रेडी